सो हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग र सबैजनालाई फेरि आजको नयाँ भ्लगमा स्वागत छ। र आज चाहिँ भर्खरै म र बाबा मिलेर चाहिँ घाँस दाउरा काटेर छौँ होइन। अनि हामी चाहिँ वहाँबाट फर्किँदाखेरि गेस वाट लालीगुराँस अब हामी पनि यसो लालीगुराँस ल्याइदिउँ कि भनेर होइन ट्याक्क लगाएर 5-6 वटै ल्यायौँ। मम्मी मलाई त भोक लाग्छ, चिया बनाइदिनु न। चिया खान्छ म त केही नखाइकन गएको म त अझ खाली पेट। चिया छैन छ तताइदिनु न मलाई। चिया बनाइदिनु न हजुर। यति हो भागी हजुर लाउनु लिनु न एउटा, लिनु न एउटा। कुन लिनुहुन्छ? हाँगै छ त्यसको के पात पात कुन काम लाग्छ र खै यो फुलको के अर्को कुनै माछा काँडा अड्क्यो भने यो खानु जान्छ अरे। जान्छ के को दबाई हुन्छ खास खै दबाई हुन्छ भन्छ के अरे लालीगुराँस नि त मामा घर लान्ला है लानी होला नि लान बाजिन् ल होइन लिनु लिनु छ के अरे यति। हजुर कहाँ जाने? कहाँ जाने? लालीगुराँस लिन जाने भने होला अब कता फेरि त्यही साँधी होलातिर सानो छ। यो लालीगुराँस ल्याएको अब सब खसी अरे अझ। बाबा तपाईँलाई भ्लगमा ग्रान्ड एन्ट्री दिने भन्थेँ मैले हिजो। ग्रान्ड एन्ट्री दिने भनेको त सेभ भयो कि न हिजो भन्दै नभनिकन यहाँ घर आउनु भइरहेको चाहिँ अझ खाटमा पल्टेर बसेपछि बल्ल नि थाहा पाएको नि। यहाँ गाउँ झरे त भन्नु भएन नि कस्तो के भन्ने त हो र खाता लिएर आउँछु। अब चाहिँ हो म उठिसक्यो अब हल्का ह्याप सान्नु पऱ्यो। खाली पेट गएको मान्छे मचन के अब यो लालीगुराँस यहाँ राखिदिने होला र ओछ्यान मेरो बिग्रिया फेरि। अब केही छैन हल्का यस्तो खानी हो म नि केही खाएको छैन लाउनु लु। मेरो भ्लगमा स्वागत छ फेरि तपाईँलाई। लो 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 आम्मा कस्तो लाग्यो तपाईँलाई लालीगुराँस? राम्रो नि बोट हेर्न जाम जाम भन्दा भन्दा ओहो बारीतिर भएको नि बारी पनि जान नभ्याउने। तपाईँलाई नि हिजो ग्रान्ड एन्ट्री दिने भनेको है भ्लगमा है यसो देखाइदिन्छु भनेको हिजो आएको बाटो तपाईँले भन्दै नभनिकन आउनुभयो के अरे के त गाउँ झरे मलाई भन्नुभयो। आँसु भन्ने कुरा तल थाहा थियो गाडी गाडी आँसु भन्ने त थाहा थियो अब यहाँ आएकै थाहा थिएन नि त। भिडियो कल गरेको थियो अनि अब उता ल लालीगुराँस ल्याइयो होइन। अब यो उता दमौली पनि लान्छु होला म। अब नओइलियोस् नओइलिने चाहिँ के होला र ल आएँ हिजो र आज चाहिँ हो अर्को दिन र मैले हिजो चाहिँ भ्लग बनाइनँ किनभने त्यसको कारण हो फोनमा चार्ज नभएको र यहाँ चाहिँ धेरै बेरसम्म लाइन गएको हुनाले मैले चाहिँ केही भ्लग पनि बनाउनु पाइनँ र सिधै रातितिर आएको थियो लाइन। त्यही भएर म चाहिँ भ्लग बनाउनु नपाएको हो र अहिले चाहिँ हामी तल बेसीजना लगाएको र यहाँ चाहिँ हाम्रो पुरै सामान प्याक भएर आएको छ। काम चाहिँ अलिक ठुल्बाको जान लाग्यो तल बेसीमा हुन्छ ठुल्बा चाहिँ ल। अब हामी चाहिँ यहाँबाट घुम्न लागेको त्यही हो। अनि हिजो लालीगुराँस यसै हो अनि अहिले बेसीजना लागेको चाहिँ म र मम्मी। मम्मी रेडी भएन अब चिया हिँड्दैछौँ। अल्छ मुख धोएन के हो र यो चप्पल कुन निन्छ हतौडी दौडे ल चाहिँ हामी हिँड्न लागेको यहाँबाट
हिँड्नुभन्दा अगाडि नै जोग भइहाल्यो नि हाम र अब हाम्रो फेरि गन्तव्य सुरु भयो होइन किन फर्क्या अरे तपाईँ अघि यस फुल के हो तपाईँको चप्पलले त सास फेरि त बेसी बेसी अँ ट्याप्प लाएर टप्प टिप्यो खायो के हो मम्मी हो खै यो ठाउँ अनुसार फरक हामी काफल भन्छ यता पिउमो भन्छ यस खाइदिन्छ यताबाट जाने क्या सुहाना जान्छ बेसी बेसी जान्छ हाम्रो बेसी लाग्ने हामी बाई चाहिँ हामी बेसी पुगिसक्यौँ र ठुलबा र ठुलममलाई भेटिसक्यौँ अनि आएर त्यहाँ नास्ता गरेर अहिले फेरि हामी कोराली टिप्न जानु लाग्यो अहिले ठुलबा चाहिँ यता माथि रुखमा चढ्नु भयो होइन अब त्यही त नि होइन अब कोही नि फ्री बसिरह हुन्न त्यो नो डिस्टर्बेन्स र सबैलाई अब आफ्नो आफ्नो काम गर्नु दिने अब ठुलबा र ठुलममलाई नि तपाईँहरूसँग भेटाउने छु जे होस् अहिले चाहिँ हामी आफ्नो काम गर्छौँ जियोस् बाटो चाहिँ मजाको थियो कि आउँदाखेरि नि होइन तपाईँको खुट्टा कामै गरी झरेर ठुलबामाथि चढ्नु भएको है ठुलबामाथि रुखमा चढ्नु भएको हो भने सुन अघि हामी आएको बाटो यो हो कि यो माथि पुरै यो डाँडा पछि पनि अझ दुई डाँडा जति चर्या क्या है किन आफ्नो भएको सेलो देखाइरहेको छु कोपिलामा रङ्ग चढ्यो फुल हाँस्न थाल्यो लौना मलाई पनि हाँस्न मन लाग्यो गाउन मन लाग्यो हाँस्दिनु नि त One hour later. र अहिले चाहिँ हामीले यति जति काटेर भ्याइसक्यौँ काटेर भन्दा टिपेर भ्याइसक्यौँ होइन हजुर हस् ठुलोबा चाहिँ त्यो पुरै काट्नु भयो होइन अझै यति जति त्यो टिपेर जति उतातिर अनि यति अझै बाँकी छ खाइन्छ अचार बनाइन्छ आहा सोचेर माथि गाउँमा नि खाइन्छ बनाएर भरे यो माथिको पुरै हो कि फेरि हाम्रो बारी नि त्यहाँ माथिदेखि सोलेर फेरि आएको त्यो बाटो त्यहाँबाट ठाडो माथि कटेर फेरि अर्को डाँडा चढेर जानुपर्ने पहिला तपाईँहरूले के गर्नुहुन्थ्यो अरे घाँस दाउरा काटेर दुई डाँडा पारी गएर म त होइन हौ म त तर धेर जस्तो त्यस्तै हुन्छ नि त सबैको डाइलोग दुई डाँडा पारी तिन डाँडा पारी हो नि हामी गाउँ बेसी नै गरेन म नि त्यही भन्नुपर्छ कि क्या अब
यसरी अरूले भन्छ नि त 2 डाँडा पारी कटेर स्कुल गएको भनेर म नि पहिलाको जमानामा थिएन त म यो बोक्छु ल अहिले चाहिँ यहाँको सब भइसक्यो र अब उहाँ टिप्न जान लाग्यो हामी चाहिँ ज्वाला ल जस रमाइलो भएर टिप्न चाहिँ हिजो त पारी कपिला छैन यहाँ पनि यसो छ होइन टिप्ने यहाँ माथिबाट काटेर जानुभयो हो ठुलबाले ल हामी पनि अब स्टार्टिङ गऱ्यौँ है यहाँबाट टिप्न One eternity later. अहिले चाहिँ हामीले यति बोक्यौँ होइन हेत्तेरिया 3 घन्टा 2.5 घन्टा जति हामीले अब यो उठाउनमै कोइरालामै टिप्न समय लगायौँ होइन एउटा चाहिँ यहाँ छ र अर्को उतातिरै छ ठुलबा घरमा हेत्तेरिया अझै 2 डाँडा 3 डाँडा जति अझै चढ्न बाँकी खुट्टा काम नि भयो कि आज त अब आउँदौली मान्छे परेन सरी मान्छे डरो खुट्टा काम नि भयो नि अब ल चाहिँ अब म फर्किनु लाग्यो मेरो चाहिँ अहिले चाहिँ खास यही ठुलमामले भेट्न अब म यहाँ ठुलबालाई नि भेटियो त्यो बेलामा मैले भ्लग बनाउनु पाइनँ किनभने अब त्यही त हो उता कोराले टिप्यो खाना खाने बेलामा भ्लग नबनाउनु भयो के अरे त्यहाँबाट म सुतेँ मलाई थाहै भएन ठुलबा त बाहिर जानुभएछ र अहिले चाहिँ ठुलमाम मात्र हुन्छ घरमा अनि म र मम्मी चाहिँ अब जान लाग्यो ल ठुलमम्मी राम्ररी बस्नु ल म अब जान्छु ल है अब पछितिर फेरि आउँछु ल ल यता नि बाई भनिदिनु ल पहिलोचोटि भयो है यस्तो ठुलमम्मीलाई ल अब चाहिँ यहाँबाट हामी हिँड्यो यो अब ल अब चाहिँ यहाँबाट हिँड्यो हामी होइन अब के गर्नु धेरै देखाउँछु भनेको अब देखाउनै पाएन अब आउने बित्तिकै ठुलमम्मीलाई भेटियो त्यहाँबाट अब आफै कुरा गरियो थाहै भएन होइन भ्लग बनाउने भने त चुट साह्रै भएन कि धेरै पछि भेटेको थियो नि त जस्तो रमाइलो लाग्यो मलाई अनि अब चाहिँ फेरि चाँडै आउने छु म यहाँ जस यहाँको चाहिँ यस्तो अलि होइन ठ्याक्क त्यही भइहाल्यो घर यता यो गोठहरू भइहाल्यो होइन बेसी गरी तल शान्त होइन हावा पनि चलिरहेको हुन्छ वातावरण ठ्याक्क मिल्दो छ क्या म अब गाउँ आउँदाखेरि चाहिँ यहाँ चाहिँ आइरहन्छु होइन आइरहन्छु अब भ्लगमा पनि देखाइरहन्छु के कति कसो गरेँ भनेर अब जस मलाई चाहिँ अब मैले चाहिँ ठुलबाले देखाउन पाइनँ त्यो चाहिँ अलि कस्तो लाग्यो भनौँ न होइन अलि तपाईँहरूले देखाउँछ भने चाहिँ देखाउन पाएन अब देख्ने मान्छेले त देखिरहेको नि त नदेख्ने मान्छेले देखाउँछ भनेको अब त्यस्तै भइहाल्यो ए बाटो बिर्सिरहेको यता है बाटो म धन्दै यता गइरहेँ अब यत्रो उकालो चढ्नु पर्ने हुन्छ हामी फेरि अघि मम्मीले पनि खुट्टा कामै हन्नानु भएको थियो अरे अब त झन् फेरि ठाडो उकालो चढ्नुपर्छ कि ओह्रालो झर्दाखेरि त खुट्टा कामै हन्नानु भएको थियो अरे जेउस त्यही हो उकालो चढ्न अब 2 घन्टा जति लाग्ला 2 डाँडा 3 डाँडा तिरिया के गर्नु गाउँ आएर अब बिग्रे ल त्यही हो धेरै याद छ जेउस यो शुद्ध 3 चोटि आए पनि हामी खास हामी चाहिँ नभनौँ म चाहिँ आइरहन्थेँ कि यो शुद्ध 3 चोटि भयो र
यहाँ चाहिँ हामी के गर्न आउँथ्यौँ भन्दाखेरि माछा मार्न। माछा नभेटे पनि गङ्गटा के हो अब बारीमा यसो हात हाले पनि भेटिन्थ्यो के अरे। जोस लाग्यो जति भेट्यो त्यति फेरि खाने होइन म चाहिँ खेलाउने त्यही हो। ल मम्मी जाम अब। र अहिले चाहिँ हामी यता माथि आएका थियौँ होइन। ठ्याक्क तल चाहिँ ठुल्बाहुन भएर चाहिँ के हामी ठ्याक्कै हिँडेको। ल गयो है ठुल्बा। ल के भन्नु अब ठुल्बालाई भ्लगमा देखाउँ भनेको त्यसै भइहाल्यो। यताबाट लाइट आउँदैछ हो राम्रो ठ्याक्क। र फाइनली अब घर आइपुग्यो होइन मम्मी? कति घन्टाको ट्र्याक पछि हे फाइनली आइपुग्यो होइन। 1 घन्टामा आइपुगेछ मामी। को छ घरमा? आमा खै कोही छैन घरमा? भारी बिसाए म त। के कोही नरहेछ है घरमा? खै कहाँ हुनुहुन्छ? कहाँ? भित्र अरे। गाउँबाट के अरे कहाँ पुग्छ अरे अर्को गाउँबारी हो कि गाउँबारी पुग्यो भनेर फोन हान्नुभयो होला। मासु काट्दै हो दादा चाहिँ भन्न फेरि देखाइदिएको कि आजको तिउन हो यो। माथि मामाहरू जाने कस्तो बिर्सेर अघि बनाउनु भएको थियो बाबा। अघि मम्मीले भन्नुभएको थियो भनेको। यो चाहिँ कहिलेको लागि यो त? भोलि पर्सिको लागि। भोलि के हो? भोलि दसैँ होइन? चैते दसैँ। तपाईँहरूमध्येको कतिजनालाई थाहा हाल्यो भोलि चैते दसैँ हो भनेर भनिदिनु कमेन्ट डाउन। म चाहिँ अब घर आइसकेँ र म चाहिँ अब पुरै लुगासुगा चेन्ज गरिसकेँ होइन, किनभने अति पसिना भइसकेको थियो र मेरो लुगाहरू यहीँ छ सब चेन्ज गरिसकेँ। अहिले खोकी छ होइन, जुस अब तातो पानी खाइरहनु पर्ने हुन्छ, सट्टा हुन्छ। अब चिसो नखानु पर्ने छ के गर्नु अब ठुल्माउनु दिइहाल्यो धेरै पछि भेट्यो अब के अरे अझ त्यहीमाथि त्यो हो नि हो। र आजको भ्लगलाई चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। चाँडै नै भेट्नेछौँ अर्को भ्लगमा। बाई।